हामी 9 बजी आइपुग्यौँ। आज हामी चाहिँ तिनछागे झर्ना जाँदैछौँ। 6-7 जना मात्र छौँ। 9:30 बजे 9 बजी आइपुग्यौँ। 9 बजी बजार। हामी पनि छौँ नि यता। हेलो हेलो हेलो। हामी यहाँ खाना खिल्दैछौँ। सचेत फेमिली स्टोरभित्र। फेरि असिम खाजा खाने। छाता बिना सक्दैन आज। छाता पनि क्याप पनि एकदम गर्मी छ आज त। हादिङ 9 बजीबाट माथि लाग्दैछौँ। तिनछागे झर्न जाँदैछौँ आज हामी। कस्तो गर्मी छ नि, सबैजना छातामा हिँड्न थाल्नु भएको छ। अर्को घाम छ आज, सन्नी डे सन्नी डे। हामी बाटो 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 हुँदै आउँदैछौँ झर्नातिर जानुलाई। गर्मी यस्तो छ कि हिँड्नु गाह्रो भइसक्यो। म पछाडि छु, साथीहरू अगाडि पुगिसक्नुभयो। बाटो पनि पुरै ठाडो छ, ठाडो बाटो हिँड्नु परेछ गर्मीमा। काम दिएको तिनीहरूलाई बाहिर मात्रै गर्ने काम। बाटो हुँदै आयो अनि त्यसपछि यहाँ यस्तो स्कुलको खेल्ने ठाउँ रहेछ, प्लेग्राउन्ड। देवी आदर्श विद्यालय लेखेको छ होइन, रोहन धादिङ युनिभर्सिटी 7। अनि अब हामी चाहिँ यता लाग्छौँ। यहाँ विद्यालय पनि रहेछ, श्री सुनदेवी आदर्श विद्यालय। अब यता हुँदै हामी यता लाग्छौँ। गर्मी यस्तो गर्मी छ आज त। अनि यताको बाटो आयो ठाडो उकालो। फेरि यता ठाडो उकालो जानु छ। ठाडो उकालोदेखि चाहिँ यहाँ दिमाग खराब हुन्छ मेरो। बाटो हुँदै आयो हामी। त्यसपछि अब हामी यता लाग्छौँ। यताको बाटो भएर आउँछु, बाटो आएको भए हामी यता लाग्छौँ।
हामी यता तल्लोको बाटो आएको थियौँ पानीले भेटिसक्यो हामीलाई पानी परिसक्यो पानी पर्यो 12 पनि बज्यो पानीले भेटायो हामीलाई कस्तो राम्रो मौसम त्यत्रो घाम लाग्यो अहिले पानी पर्यो झर्ना पानी पनि पर्यो झर्ना भएको ठाउँ पनि देखिसक्यो यहीँबाट यहीँ तल जाने हामी अझ अलि हिँड्नु बाँकी छ र फाइनली आयो 3 छाके झर्ना आइपुगेपछि पानी परिन् क्या बोर भइ मस्त भित्रै 1 बज्यो क्या रमाइलो भयो अब हामी फर्किँदैछौँ त्यही हो 3 छाके झर्ना भने यही हो दामी छ राम्रो छ पानीको फ्लो खतरा छ हजुर चाहिँ आउँछु नौबिस्टेमा छ यो तब अलिअलि हिँड्नुपर्छ कसै भिड छैन आज त यहाँ बहिनीहरू रमाइलो गरिरहेछन् म भिडिसकेँ 1 बज्यो अब हामी निस्किन्छौँ गाडी सकाउनु छ ओके बाई बाई 3 छाके झर्ना झर्ना पनि मजाको थियो रमाइलो गऱ्यौँ भिज्यौँ अब हामी फर्किँदैछौँ फर्केर आउँदाखेरि चाहिँ तलको बाटो यताको बाटो जान्छौँ यहाँ म्याम पुरा भिडियो सुट गर्दै हुनुहुन्छ दामी छ भ्यू पनि पुरा यताको बाटो आएर अनि यताबाट माथि गएका थियौँ अनि हामी आउँदाखेरि चाहिँ यताको बाटो आयौँ होइन जसरी पनि मिसिन्छ पुरै रोड भयो अनि यताबाट माथि गएको थियो अघि त्यो चाहिँ सर्टकट भयो गाउँको बाटो यताबाट गए नि सजिलो छ रमाइलो छ हजुर पनि आउनु होला अब चाहिँ हामी खाजा खान बस्छौँ एकछिन स्कुल परिसरतिर कहाँ पुगेको भनेर